त्यसरी नै यहाँ पाल्नुभएका गङ्गा जमुना क्षेत्र विकास कोषका सचिव आदरणीय नारायण कार्कीज्यू, यसै वडाका वडा सदस्य नानीमया राणाज्यू, त्यसरी नै वडा सदस्य ऋषिश्वर अधिकारीज्यू, यहाँ पाल्नुभएका मगर सङ्घको केन्द्रीय सदस्य ईश्वर थापाज्यू, त्यसरी नै गङ्गजना गाउँपालिकाका मगर सङ्घका अध्यक्ष आदरणीय लालबहादुर थापा मगरज्यू र यहाँ मञ्चमा अतिथिको आसन गर्नुभएका तपाईँ आदरणीय व्यक्तित्व सबैमा म गङ्गजना गाउँपालिका वडा नम्बर 5 को वडा अध्यक्षको हैसियतले, गङ्गजमुनाको प्रवक्ताको हैसियतले यहाँहरूलाई यो विशेष पर्वमा हार्दिक हार्दिक नमस्कार गर्दै जोरले टक्राउन चाहन्छु। जोरले विशेषतः म यो विशेष पहिलो प्रयास यहाँ गरिरहनु भएको छ। यहाँहरूले यो कार्यक्रमको पूर्ण सफलताको शुभकामना व्यक्त गर्दछु। यसमा तपाईहरूले खेल्नु भएको अहम भूमिका यहाँ यसै समाजका अध्यक्ष, यहाँ आदरणीय व्यक्तित्व तपाईँ आदरणीय लक्ष्मण सर, आदरणीय कृष्ण राणा सर, एम सर, होम सर र अन्य भाइ विनोद लगायतका सरहरू, साथीहरू, म्याडमहरू जो मैले नाम लिन सकिनँ, यहाँहरूप्रति हार्दिक कृतज्ञता व्यक्त गर्दछु। यहाँहरूले के बुझ्नुपर्छ भने यसमा हामी निर्वाचित भएर आइसकेपछि यो हाम्रो सम्पदा हो। हरेक जात जातिको भाषा, संस्कृति, त्यसका परम्परा र संस्कारहरूलाई जोगाउनु पर्छ। त्यो हाम्रो लामो समयदेखि, त्यो हजारौं वर्षदेखिको प्र्याक्टिस हो। त्यो हाम्रो एउटा सभ्यता हो, संस्कृति हो। त्यसको जगेर्ना गर्नुपर्छ। त्यसपछि मात्रै त्यो मान्छे भएको अस्तित्व त्यसले थाहा पाउँछ भनेर मैले भनेको थिएँ। प्रयास गर्दा गर्दै चौथो वर्ष लागेपछि बल्ल यहाँ चाहिँ हामीले यो कार्यक्रम गर्न सफल भयौँ। म असाध्यै खुसी छु। यहाँहरूले के थाहा पाउनुपर्छ भने अलिकति आदरणीयहरू, यो असाध्यै गाह्रो छ काम गर्न। यहाँ गाह्रो पनि भएको छ। तपाईँहरूलाई धेरैले पैसा पनि लगानी गर्नु भएको छ, समय गर्नु भएको छ। हो, यही चिज हो। हामी मान्छे भएर जन्मिसकेपछि हामीले आउँदो पुस्तालाई के पुस्तान्तरण गर्ने, के बुझाउने, उहाँहरूलाई हाम्रो भाषा, संस्कृति, लिपि, संस्कार त्यो भएन भने त्यो मान्छे भएको हुँदैन। त्यसको जातित्व नै नष्ट हुन्छ। त्यो अस्तित्व बचाइराख्नुको निम्ति यति धेरै सम्पदा छ। नेपालको हिसाबमा पनि हामी विविधतायुक्त समाजमा हामी बाँचेका छौँ। यहाँ जनजाति मात्रै होइन, जनजातिभित्र पनि अनेक समूह उपसमूहहरू हुनुहुन्छ तपाईँहरू यहाँ। हो, त्यही भएर यसका आफ्ना संस्कार, संस्कृति र यसका लिपिहरूलाई बचाएन भने त्यो मानवीय अस्तित्व नै सङ्कटमा पर्छ। यो कुरा यहाँहरूले बुझ्नुपर्छ। सजिलो छैन गर्नलाई, यो पनि थाहा छ। तैपनि त हामी फेरि एउटा सफलताको लगभग शिखरमा चढिसकेका छौँ। त्यही भएर यो कार्यक्रमलाई निरन्तरता दिन अथवा कसरी यसलाई चाहिँ परिमार्जित, अझै परिष्कृत गरेर कसरी अगाडि जान सकिन्छ, त्यसको निम्ति चाहिँ यो कार्यक्रमलाई चाहिँ म शुभकामना दिन चाहन्छु। आउँदा दिनहरूमा अझ भव्य र सभ्य रूपमा जानुपर्छ। यो यहाँ मात्रै गरेको होइन, मैले आफैले प्रयास गरेको, तपाईँ हाम्रो टिमले गरेको, आदरणीय अध्यक्ष गुजुरले गरेको। गङ्गजना माई मेलालाई हेर्नुभयो भने पनि हामी त्यस्तै खालका हाम्रा सोरौटीहरू घन्केका छन्। हाम्रा लामा नाचहरू, हाम्रा त्यहाँ चाहिँ झाँक्री नाचहरू लगायतका अन्य के छ हाम्रो विविध हाम्रा परम्पराहरू झल्किने गरेर हामीले हाम्रा कार्यक्रमहरू राखिरहेको कुरा यहाँहरूलाई जगजाहेर छ भन्ने लाग्छ मलाई। किनभने त्यो चिजहरू भएन भने हामी भित्र भएको विविधतायुक्त यति धेरै राम्रो, यति धेरै सम्पदाहरूलाई हामीले कसरी अरूलाई सिकाउने हो। मान्छे जन्मिसकेपछि, हुर्किसकेपछि त्यसको आफ्नो भाषा, लिपि र संस्कार, संस्कृति र सभ्यताहरू हुन्छ। त्यसलाई जगेर्ना गर्नु चाहिँ आम हामी जे जति छौँ त्यसको चाहिँ कर्तव्य हुन जान्छ। त्यति मात्रै होइन, आउँदो पुस्तालाई बुझाउने। हेर्नुहोस् त, सायद धेरै तपाईँ यति धेरै धनी हुनुहुन्छ, मलाई भन्दा पनि यहाँहरूलाई धेरै थाहा छ। यहाँ मगर समुदायलाई प्रतिनिधित्व गर्ने आदरणीय व्यक्तित्व हुनुहुन्छ, उहाँहरूले वर्णन गर्नुहुन्छ तपाईँहरूलाई। पक्कै यसलाई धेरै कुराहरू हुन्छ। तपाईँहरू धन्नै मेरो विचारमा चौथो जनसङ्ख्याको हिसाबले देशैभरि मगर समुदाय तेस्रो समुदाय हो भन्ने लाग्छ मलाई। त्यति धेरै छ। तपाईँको आफ्नै भाषा छ, आफ्नै लिपि छ, आफ्नै तपाईँको वेशभूषाहरू छ। यस्तो चिजहरूलाई पनि आजभोलि तपाईँहरू कतिजना भन्दै हुनुहुन्थ्यो, हाम्रो छोराछोरी त आज
जोरले भन्न पनि लाज मान्छन्। हाम्रो भाषा बोल्यो भने छ्या त्यो त के बोल्ने भनेर त्यस्तो नि बोल्छन् भनेर भनेको सुनेको छु मैले। त्यसो होइन, मैले प्यारा भाइ बहिनीहरूलाई छोराछोरीलाई पनि के भन्न चाहन्छु भने गर्व गर्नुपर्छ त्यो हाम्रो संस्कार संस्कृतिप्रति। हामीले त्यो किनभने त्यो वर्षौं सयौं वर्ष लागेर बनेका हुन् ती चिजहरू। त्यो रातारात बन्दैन, कसैले चाहेर बन्दैन। कुनै अर्को समुदायले तपाईँको कपी गर्न सक्दैन। त्यो चिजलाई तपाईँहरूले बुझ्नुपर्छ भनेर हो। यहाँहरूलाई थाहा छ अथक प्रयास हो। त्यसमा फेरि हाम्रो आदरणीय अध्यक्षले यसलाई गर्नुपर्छ दाइ भनेर हामीले त पालिकामा एउटा फन्ड बनाएको छौँ। त्यो कोष मार्फत नै तपाईँहरूलाई पनि यहाँ उहाँहरूले चाहिँ पैसा यहाँ मलाई सहयोग गर्छु भनेर भन्नुभएको। यिनै कुरा राखे। अरू धेरै कार्यक्रममा पुग्नुपर्ने छ। यो कार्यक्रमको पूर्ण सफलताको शुभकामना दिँदै यहाँ भएका अन्य अतिथिहरूले पनि आफ्नो कुराहरू राख्नुहुनेछ। म लामो बोलिनँ अहिले किनभने समय छोटो छ। हामीले 2-3 कार्यक्रम अरू पनि भ्याउनु पर्ने छ। यो कार्यक्रमको पूर्ण सफलताको शुभकामना व्यक्त गर्दै यहाँ पाल्नु भएको सम्पूर्ण पाहुनाहरूलाई पनि म वडाध्यक्षको हैसियतले यहाँहरूलाई हार्दिक स्वागत गर्दै धन्यवाद दिँदै र तपाईँहरू सबैलाई पनि फेरि यो विशेष चाडको चाहिँ शुभकामना त छँदैछ। अर्को कुरा तपाईँहरूले जसरी यो जुरुक्कै उठेर एउटा चाडलाई भव्य सभ्य र हुनार तरिकाले चाहिँ उत्सवको रूपमा एउटा मनाउन तम तयार भएर हामीलाई पनि निमन्त्रण गर्नुभयो। यो प्रतिप्रति पनि म हार्दिक कृतज्ञता व्यक्त गर्दै आदरणीय अध्यक्षज्यू र उपाध्यक्षज्यूलाई पनि हार्दिक धन्यवाद भन्दै आफ्नो छोटो मन्तव्य यहीँ पुरा गर्छु। हस्, धन्यवाद। जोरले